चाहिँ बेबी सावरको लागि मैले बनाएको बास्केट हो। यो चाहिँ डल बाई डट चुज गरेँ किनभने मेरो नानीको बहिनी हो, सो लिटल सिस्टर लेखेको छु। त्यसपछि फ्लावरको वान्जी अनि यहाँ छ अर्को पिङ। यहाँ हेर्नु न टोपी कस्तो क्युट छ, कस्तो वार्म अनि क्युट छ। स्याम्पू अफकोर्स, पछि यहाँ छ क्रिम, यस्तै इसेन्सियल थिङ। अनि त्यहाँ छ 3टा सेट बिप प्लस इयर ब्यान्ड। अनि यहाँ ब्याक साइडमा छ वाइट कलरको। त्यसपछि मैले यो फ्लावर हालेर यसरी डिजाइन गरेँ। अनि यहाँ 2टा ब्याम्बो स्टिक स्ट्यान्ड गरेँ। त्यसपछि यति नै हो। यसलाई अब ऱ्याप गर्न बाँकी छ। ऱ्याप गरेको म तपाईँहरूलाई देखाउँछु। ऱ्याप गरेको फाइनल लुक म देखाउँछु।